नमस्कार सबैजनालाई। आज बसन्त पञ्चमीको शुभ दिन। मेरो छोराको आज अक्षर आरम्भको पवित्र संस्कार हुँदैछ। यो विशेष क्षण तपाईहरुसँग बाँड्न सानो भिडियो क्लिप हजुरहरु समक्ष शेयर गर्दैछु। पूजा गर्न लागेको छु। बाबु सुतिरहेका छन्। उठ्नुस्, स्कुल जाने, उठ्नुस्, जानु, उठा। गुड मर्निङ। खै त गुड मर्निङ सानु, उठ्नुस्। हेर्नु न को आउनु भएछ। अब उठ्ने नि, स्कुल जाने। किन स्कुलमा गएर पढ्ने भनेको होइन त? खै भन भन पहिला। गुड मर्निङ मामु। गुड मर्निङ सानु। अब उठ्ने, ब्रस गर्ने, अनि गाडीमा कहाँ जाने? स्कुल जाने। हस् हस् भन्नुस्। जानु पर्छ। दादाहरू हुनुहुन्छ, भाइ साथीहरू हुनुहुन्छ, जाने। हस्। कसको कसको पेट दुखेछ? अब सन्चो हुन्छ। अब ब्रस गर्दैछन् सानुले। ब्रस सकेपछि पूजा गर्छिन्। अब ओम सरस्वती नमो नमः। सरस्वती माताको कृपाले आज बाबुको औपचारिक शिक्षाको यात्रा सुरु हुँदैछ। सबैको आशीर्वादले हाम्रो बच्चाको भविष्य उज्जवल रहोस्। शुभकामना छ बाबुलाई। दिँदै घरमा आमा, बुवा, बाबा, मामुबाट टीका लगाउँदै आशीर्वाद दिँदैछौँ। बाबुलाई घरमा अक्षर लेखेर शुभारम्भ गराउँदैछु। खुसी भएर लेख्दैछन्। अब स्कुलको लागि लुगा लगाएर तयारी हुँदैछन्। सानो कहाँ जानु लागेको? स्कुल भन। स्कुल के गर्ने? स्कुल गएर के पढ्छौ? के पढ्छौ? एबीसी। हजुर एबीसी। हेर खै यता हेर्नुस् त।